कथा हतौडाको इज्जत। लालसिंह लुहारको कथा। गुल्मी जिल्लाको एउटा सानो गाउँमा लालसिंह लुहार जन्मिए। बुवा गाउँकै एक्लो लोहार थिए। गाउँले लोहार भनेर टाढैबाट बोलाउँथे, मन्दिरभित्र छिर्न दिँदैनथे। लालसिंहको मनमा सानैदेखि एउटा प्रश्न थियो, हतौडा चलाउने हात फोहोर हुन्छ रे? तर त्यही हातले बनेको हँसिया, खुर्पा, कोदालो बिना त गाउँको खेती कसरी चल्छ नि? 12 वर्षको उमेरदेखि लालसिंहले बाबुलाई भट्टामा सघाउन थाले। रातभर आगो सल्काउने, फलाम ताताउने, हतौडा चलाउने। हातमा फोका पर्थे, तर उनको आँखामा कहिल्यै हारको भाव आएन। गाउँले भन्थे, लोहारको छोरो पढेर के गर्छ? लालसिंहले जवाफ दिँदैनथे। उनी काम गर्थे, किनकि उनलाई थाहा थियो सिप नै सबैभन्दा ठूलो शिक्षा हो। एकपटक गाउँमा ठूलो मेला लाग्यो। लालसिंहले बनाएको हँसिया र खुर्पा सबैभन्दा राम्रो बिक्यो। तर मेलाको अन्त्यमा उनलाई प्रसाद खान गेट बाहिरै रोकियो। त्यो दिन लालसिंह घर फर्केर सारा रात रोए। भोलिपल्ट फेरि भट्टामा गए, किनकि उनी बुझिसकेका थिए संसारले सम्मान नदिए पनि आफ्नो कामले आफूलाई सम्मान दिन्छ। 25 वर्षको उमेरमा लालसिंहले गाउँमा भने, म लोहार हुँ, तर मेरो हातले बनाएको औजार बिना तिमीहरूको खेत चल्दैन। इज्जत जातले होइन, कर्मले हुन्छ। पहिले हाँसेका मान्छेहरू बिस्तारै चुप लागे, किनकि लालसिंहको काम बोल्थ्यो। उनले गाउँका 10 जना केटाहरूलाई निशुल्क लोहारको सिप सिकाए। तीमध्ये 3 जना अहिले सहरमा आफ्नै वर्कसप चलाउँछन्। 60 वर्षको उमेरमा गाउँले लालसिंहलाई गाउँको मुखियाको अगाडि माला लगाइदिए। त्यो दिन उनले भने, मैले जात फेर्न सकिन, तर कामको इज्जत फेर्न सकेँ। मेरो हतौडाले बनाएको हरेक औजारमा मेरो आत्मसम्मान छ। आज लालसिंह लोहार छैनन्, तर उनले छोडेको पाठ बाँकी छ। मेहनत गर्ने हात कहिल्यै सानो हुँदैन। इज्जत जन्मले होइन, कर्मले कमाइन्छ। तिमी जुन काम गर्छौ, त्यही तिम्रो परिचय हो। नमस्ते, म राज। कथा मन पर्यो भने लाइक, कमेन्ट, शेयर र फलो गर्नुहोला। भोलि फेरि आउनेछु नयाँ कथा लिएर। मेरो युट्युब आइडी छ @राजदाई378 छ। टिकटक आइडी छ स्टोरी विथ राज छ। फेसबुक आइडी छ राज घिमिरे सुनार। फलो गर्नुहोला। नमस्ते।